रहेका छन् कि 2025 मा सूर्यबाट आउने शक्तिशाली विकिरणले पृथ्वीलाई नष्ट गर्ने सम्भावना छ। प्रत्येक 11 वर्षमा सूर्यको चक्र चरम बिन्दुमा पुग्छ, जसले गर्दा घातक सौर्य आँधीहरू सोलर फ्लेयर आउनेछ, जसलाई हाम्रो पृथ्वीको म्याग्नेटिक फिल्डले पनि जोगाउन सक्नेवाला छैन। वैज्ञानिकहरूको दाबी छ कि यो आँधी यति शक्तिशाली हुन्छ कि पृथ्वीको सम्पूर्ण बिजुली प्रणाली, स्याटेलाइटहरू र इन्टरनेट पूर्ण रूपमा बन्द हुनेछ। के तपाईँलाई थाहा छ, सौर्य विकिरणको उच्च मात्रा पृथ्वीको वातावरण नै नष्ट गर्न सक्छ, जसले गर्दा पृथ्वीमा जीवन असम्भव बन्नेछ। नासाका अनुसार 2025 मा सूर्य चरम अवस्थामा पुग्नेछ, जसको प्रभाव भयावह हुन सक्छ। कल्पना गर्नुहोस्, तपाईको फोनले काम गर्दैन, इन्टरनेट बन्द हुन्छ, ब्याङ्किङ सिस्टम क्र्यास हुन्छ, विमानहरू अकस्मात रूपमा दुर्घटनाग्रस्त हुन्छ। तपाईले भने जस्तो यदि कथम कदाचित गुगल कोल्याप्स भयो र इन्टरनेट बन्द भयो भने त्यो बेला मान्छेको जीवन कस्तो होला, कसरी चल्ला? अन्धकार पनि त अमेरिका र युरोपसँग पनि नेपाल जोडिँदैन, एउटा जिल्लाबाट अर्को जिल्ला पनि जोडिन गाह्रो। अन्धकारको कुरा गर्नु है, यहाँले त प्रलय दिन सूर्य लागेन भने के हुन्छ? एउटा कल्पना हो, कल्पनै गर्न सकिँदैन। होइन 7 दिन सूर्य लागेन के हुन्छ? यहाँले दूरसञ्चारका सम्पूर्ण चाहिँ सेवाहरू तहस नहस हुने भन्नुभएको छ। हुन्छ। अनि कसरी चल्छ त? संसार कसरी चल्छ? देश कसरी चल्छ? तपाईँले त ठुलो ठुलो प्रलयको सङ्केत भन्नुभएको छ, छोटो होइन लामो समयमा भन्नुभएको छ, नकार्न सकिँदैन भन्नु।